साथीहरू अब आज लगभग ल छडक्क बस त एकछिन हो 1 2 3 4 वटा हुँदो रहेछ हैन। नमस्कार साथीहरू, हामी यसरी अब यो काम चाहिँ यस्तो छ, हाम्रो इलेक्ट्रिक सम्बन्धी काम हो। हामी तपाईहरुलाई चाहिँ अब इलेक्ट्रिक सम्बन्धी कसरी काम गर्ने, कुन लाइट कस्तो हैन भन्ने कुराहरू जानकारी गराउन गइरहेका छौं है साथीहरू। यस्तै छ यी सोली जस्तो देखियो अनि यता त्यो प्लेनमा गर्नु त दाइ त्यो पॉइंटो बत्ती मतलब सेतो भयो त झन् राम्रो देखिन्छ। त्यो भित्रको बत्ती चाहिँ पॉइन्ट त्यो सेतो भयो भने राम्रो देखिन्छ। हो र पहेँलै राम्रो देखियो भन्छ त। अलि डार्क हुन्छ क्या। छ यी फेरि यहाँ यी ल यस्तो छ हैन। ला आएर हामी तिमीसँगै सड्के नै हुन्छ यो, यहाँ जानुपर्छ यस्तो सिधो गर्न नै यस्तै हो। यो बाटोमा पनि यता पनि भयो हैन। त्यसै यहाँ भयो भन्नु खोइ के भयो। हामी यो चाहिँ पहिला तारहरूको फिटिङको देखायौँ। अब आज हामीले फाइनली सबै चाहिँ काम भ्याइसकेका छौँ। यो एउटा रुम भयो हैन। यसरी एक दुईटा बाहिरी फेसमा हो, यो छँदैछ, बाँकी नै छ हाम्रो। अब यो हिजो मैले पनि हजुरहरुमा आज यो चाहिँ राखिसकेको छु। अब आज पनि एउटा फेरि थोरै क्लिप मात्रै प्लस गरेर तपाईहरुमा आज यसरी आइरहेको छु। अब यो माथि त्यसैगरी हिजो पनि यो हामीले गरेको हो, तर आज पुरा फाइनली भइसकेको छ। फाइनल एउटा काम बाँकी छ नि,
छ टोइलेटको यसको यो हिजो हामीले बाल्न सकेका थिएनौँ आज चाहिँ धेरै प्रयासपछि यो पनि बाल्न सफल भयो हैन त यस ल यो पनि आज बालियो भनेपछि अब यो त अस्ति पहिलो दिन फर्स्टमै बालेको हो के रे हैन र फाइनल रिजल्ट आउन बाँकी नै छ फाइनल रिजल्ट त अब 1-2 दिनमा त सबै भइहाल्छ घरको पुरै बाहिरी फेस पनि चाहियो नि अब हैन यो मेन चाहिँ यो हामीले विशेष गरी यसलाई फोकस गरे हैन आजको लागि ल स्टोरी आउ हाइ